अन्ततः हिजो अबेर सरकार र शिक्षकहरू बीच 9 बुँदे सहमति भएको छ। गत चैत 20 गतेदेखि निरन्तर आन्दोलनमा रहेका देशभरका शिक्षकहरू सरकारसँगको सहमतिसँगै आजबाट पठन पाठनमा फर्कने भएका छन्। शिक्षा मन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, शिक्षा समितिका सभापति अमरबहादुर थापा, दलका प्रमुख सचेतकहरू र शिक्षक महासंघका प्रतिनिधिले लामो छलफल गरेर बुधबार अबेर बसेको मन्त्रीपरिषद बैठकबाट सहमतिको बुँदा अनुमोदन गराएका छन्। यससँगै अब शिक्षकले आगामी असार 15 गतेसम्म ऐन पाउने भएका छन्। दलका प्रमुख सचेतकले ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उता शिक्षक महासंघले भनेको समयमा ऐन जारी नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएको छ। शिक्षकसँग सरकारले गरेका सहमतिका 9 बुँदाहरूमा के छ त? सबैभन्दा पहिलो बुँदामा भनिएको छ सम्पूर्ण शिक्षक कर्मचारीलाई उपचारमा सहुलियत उपलब्ध गराउने, अस्थायी प्रकृतिका शिक्षक राहत, अस्थायी करार, साबिक उच्च मावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी विधा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने, प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने, आगामी आर्थिक वर्ष 2082-83 बाट स्थायी शिक्षक मध्ये प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह, ग्रेड संख्या र रकम कायम गर्ने, त्यस्तै स्थायी तथा अस्थायी प्रकृतिका कोटा, राहत, अस्थायी करार, साबिक उच्च मावि, प्राविधिक धार र विशेष शिक्षाका सबै शिक्षकले प्रचलित कानून बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने। त्यस्तै बुँदा नम्बर 6 मा भनिएको छ सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने। त्यस्तै 7 मा भनिएको छ नेपाल सरकारको मर्यादा क्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने। त्यस्तै 8 नम्बरमा भनिएको छ नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीको सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गर्ने। त्यस्तै बुँदा नम्बर 9 मा निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने। नेपाल शिक्षक महासंघले आगामी असार 15 गतेसम्म विद्यालय शिक्षा ऐन जारी नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको छ। बुधबार सरकारसँग वार्ता भएपछि विज्ञप्ति जारी गर्दै महासंघले तोकिएको समयमा ऐन जारी नभए कडा सडक आन्दोलनमा जान बाध्य हुने बताएको छ। शिक्षक महासंघसँग सरकारले आगामी असार 15 गतेसम्म शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएको छ, जसमा प्रमुख दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गर्नुभएको छ। विज्ञप्तिमा भनिएको छ आजकै मितिबाट विद्यालय भर्न, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ। महासंघले भनेको छ साथै तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासंघ फेरि अहिले भन्दा कडा सडक आन्दोलनमा जान बाध्य हुनेछ। साथै आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हडताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेको महासंघले बताएको छ। शिक्षकको माग पूरा गर्न सरकारलाई 8 अर्ब आर्थिक भार बढ्ने भएको छ। सरकार र शिक्षक महासंघ बीच भएको वार्तापछि शिक्षा मन्त्री रघुजी पन्तले शिक्षकको माग पूरा गर्न 8 अर्ब दायित्व पर्ने बताउनु भयो। यो रकम शिक्षकको सेवा सुविधामा खर्च हुने हो। यस्तै शिक्षक कर्मचारीले स्वास्थ्य उपचारमा छुट पाउने भएका छन्। सरकार र शिक्षक महासंघ बीच सहमति भएपछि मन्त्री परिषदले पारित गरेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार हिजो राति 12 बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटेको हो। यस्तै आन्तरिक तर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जानकारी दिएको छ। जसअनुसार पेट्रोलको मूल्य 2 रुपियाँ, डिजल र मट्टीतेलको 1 रुपियाँ र आन्तरिक तर्फको हवाई इन्धनको मूल्य 1 रुपियाँले घटेको छ।